नमस्ते सबैजनालाई स्वागत छ मेरो ब्लग्समा। सो यो चाहिँ हामी भैँसेबारीबाट सुरु गरिरहेको छौँ ब्लग र यहाँको एकदम दृश्य चाहिँ एकदम बवाल लाग्यो। त्यही भएर मैले चाहिँ एउटा सानो ब्लग गरिहालेको। तपाईँहरू सबैजनाले हेरेर साथ दिनुहुन्छ र इन्जोय गर्नुहुन्छ भन्ने होप छ। यो चाहिँ यहाँ चाहिँ कतिजना मान्छेहरू आउनु भएको छ होइन, छैन साथीहरू। तर यो ठाउँमा चाहिँ अभियसली आउनु होला किनभने यो राम्रो छ ठाउँ। सो यहाँको चाहिँ कस्तो भन्नाले भित्र भ्यालीमा बसी वाक्क दिक्क लागेको छ भने चाहिँ अब फ्रिडम हुनको लागि चाहिँ यसो माइन्ड फ्रेस हुनको लागि चाहिँ आउनुभयो भने राम्रो छ। यहाँ चाहिँ यहाँबाट सबै देखिन्छ भन्नाले भ्यू राम्रो छ। झन् अहिले अब रेनिङ सिजन जस अब अनि सबैजनाले मलाई सब्सक्राइब गरिदिनु होला र मैले चाहिँ अब यो भिडियोहरू चाहिँ भ्लग्स चाहिँ एकदम कन्टिन्यू गर्नेवाला छु किनभने तपाईँहरूको लागि म जस तपाईँहरू नपुग्नु भएको ठाउँ अनि तपाईँहरू जस हुन्छ नि अब तपाईँहरूको इन्टरटेनमेन्टको लागि इन्जोइङको लागि चाहिँ म धेरै स्ट्रगल गर्नेछु र तपाईँहरूलाई जति सक्दो धेरै ठाउँहरू देखाउन पाउँ होइन। र नेक्स्ट भ्लगमा चाहिँ तपाईँहरूले ग्वारको फ्लाइओभर पनि त्यहाँको भ्लग पनि हेर्न सक्नुहुनेछ। अस्ति ठ्याक्क गइरहेको थिएँ अब यस भ्लगबाट पनि गइरहेको थिएँ तर त्यो दिन चाहिँ ओपनिङै भएको थिएन। लास्टमा चाहिँ बेलुकातिर भएको रहेछ ओपनिङ साँझतिर। त्यो कारणले गर्दाखेरि चाहिँ मैले भ्लग गर्न पाइनँ। तर प्लानमा चाहिँ हिँडेको थिएँ कि तर भ्लग चाहिँ हुन पाएन, त्यसको लागि त्यस्तो सरी। तर नेक्स्ट भ्लगमा चाहिँ अभियसली ग्वारको फ्लाइओभरको पनि भ्लग आउनेछ र त्यस्तै गरेर काठमाडौँको चाहिँ डेली भ्लगहरू आइरहेको हुन्छ। सो तपाईँहरूले हेरिदिनु होला, इन्जोय गरिदिनु होला। तल माथि दायाँ बायाँ के हुन्छ मिस्टेकहरू है, त्यो चाहिँ अब मैले फर्स्ट अब यो भनौँ न रिसेन्टली स्टार्टिङ गरेँ अब भ्लग चाहिँ। सो कतिपय कुराहरू मिलिरहेको हुँदैन, कतिपय कुराहरू सबै कुराहरू मिस्टेक भइरहेको हुन्छ होला। त्यसको लागि चाहिँ के कस्तो मिस्टेकहरू भएको छ तपाईँहरूले पनि कमेन्ट सेक्सनमा लेखिदिनु होला। त्यसको लागि चाहिँ मैले जुन सुधार्नुपर्ने कुराहरूदेखि लिएर हुन्छ नि लाइक यस्तो कुराहरू चाहिँ डेभलप होस् तपाईँहरूको एउटा कमेन्ट्सहरूले गर्दाखेरि। सो एकदमै खुसी छु जे होस् भर्खरै स्टार्टिङ सब्सक्राइबर छैन, लाइक छैन, तर पनि केही छैन, तपाईँहरूको साथ सपोर्ट चाहिँ हुनेछ। सो यो पहाडी देख्नु भएको चाहिँ यो चाहिँ टक्क एउटा नेपालको झन्डा छ क्या भित्तामा बनेर, त्यो चाहिँ बबाल लाग्यो। अनि त्यहाँबाट आउँदै गर्दाखेरि यता बाटो चाहिँ सुनसान पुरा क्लियर हुने होइन, बाटो सुनसान तर मजा आउने रहेछ क्या जस आउट अफ भ्याली होइन। यहाँबाट देख्ने भ्यूहरू पनि राम्रो छ। छुट्टीको बेलामा चाहिँ इन्जोय गर्न आउनको लागि चाहिँ राम्रो ठाउँ रहेछ। जस्तै अब यता पिकनिकहरू खानलाई हुन्छ नि लाइक अब यस्तो। र गाइजहरू अब यो भ्लग चाहिँ मैले एकदम सर्ट गरेको छु किनभने मैले योभन्दा अगाडि पनि धेरै राम्रो गरेँ कि भिडियो, तर खासै युजहरू पनि आएन। सो अलिकति छोटै गरिदिनु त भनेर मैले अलिकति छोटै गरेको छु। इन्जोय गरिदिनु होला, सबैजनाले साथ सपोर्ट गरिदिनु होला। सो अर्को पालिदेखि चाहिँ अझ लामो भिडियो र राम्रो भिडियो बनाउनु। थ्याङ्क यू सो मच फर द वाचिङ माई भ्लग्स। तपाईँहरू सबैजना धन्यवाद छ, हेरेर इन्जोय गरिदिनु भयो। यो चाहिँ छोटो भ्लग गर्न पुग्यो तर पनि केही छैन, त्यसमा अर्को भ्लगहरू चाहिँ एकदम राम्रो र लामो बनाउने छु। तर त्यस्तो साह्रो लामो पनि होइन कि तर 10 देखि हेरेर साथ दिनुभयो र यसले गरेर सब्सक्राइब लाइक गरिदिनु, कमेन्ट गरिदिनु, सेयर गरिदिनु होला।